के त अब म त अब मैले बोल्दिनँ फेरि भन न तिमी भन गरे त्यो उसलाई गलत बनाएर जान खोज्छ क्या मान्छेहरू आफू गेम खेल्न आउँछ रोस्टिङ गेम खेल्न आउँदै थियो अनि रोस्टिङ गेम भने त गाली गर्ने होइन दाइ डोमिनेट गर्ने अलिकति चस्सा बिच्ने गरे भन्यो अनि त्यही मलाई पनि मन दुखेर त्यही हो ए मिसो तामाङ दाइसँग गेम खेलेको थियो अनि मैले चाहिँ अब रोस्टिङ गेम थियो मैले अनि गाली दिएको थियो अनि उसलाई गाली मन परेन गेम त किन खेल्नु भने रोस्टिङ गेम भनेको अनि मलाई पनि यस्तो यस्तो गरेर अनि अलिकति मन दुख्या चाहिँ के तिमी यस्तो म घर पाल्न आएको होइन तिमी यस्तो म घर के अरे पाल्न आएको होइन लाइभमा भनेर के भन्न अनि मन दुखेर यस्तो हुन्छ अब के भन्नु अब आफ्नो तरिकाले गरेर हुन्छ लाइभ आफ्नो तरिकाले आफूले के गर्नु अब अरूलाई चाहिँ किन जज गर्नु त गेममा खेलेपछि रोस्टिङ गेम खेलेपछि रोस्टिङमा त्यस्तै डोमिनेट गरेर भन्ने किन नखेल्नु त्यस्तो बित्छ भने उसले फेरि मसँग खेल्दाखेरि चाहिँ हामीसँग खेल्दा चाहिँ हामीलाई पनि कति भन्न हुन्छ हामीले चाहिँ सहेर बुहाइदिनु पर्ने सुन्नु भन्यो भने चाहिँ यस्तै हुन्छ म्याचमा यस्तै हुन्छ कहिले तल कहिले माथि कहिले झगडा कहिले हानाहान कहिले यताउति त्यही त मलाई अनि उसको लाइभ अफ थियो इन्भिटेसन अनि छोड्दियो केही भन लस त्यो दाइले पनि केही तामाङ दाइले पनि केही भएर भन्नु होला रमाइलोको लागि हो अल रमाइलोको लागि ओके त्यो कुरा छोड्दियो त्यो रुने यताउति झगड्ने कुरा छोड्दियो कि यो टुल्लु चाहिँ के यो रुखमा कटर हेरेर जस्तै हेरेर बसिरहेछ बाबु होइन त्यस्तो दारी छाडी काट्नुहोस् कि नै गालासाला यताउति छिल्नुहोस् कि नै भन्छ त नेपालको इमरान हासिम जस्तो देख्न थालिस् त होइन काट्ने हो भोलि दाडीलाई ठिक छ एकदम लभ छ एकदमै माया छ तर सुन रोस्टिङ खेल्ने भए मसँग खेल्नु न रोस्टिङ यो गेम सेम खेल्ने भयो भने मसँग खेल्नु न दम छ भने छ तिमीहरूको 3 जनाको दम छ म त त्यही रोस्टिङ गेम खेल्दाखेरि आफूलाई अरूले भने सहन सक्दैन गाह्रो हुन्छ बिच्छ भने चाहिँ नखेल्नु अनि फेरि आफूले बिजेपछि अनि अरूलाई नि फेरि नराम्रो भन्यो अनि गलत बनाउने अनि त्यो कुरालाई पुरै नटुङ्गाकिन सल्भ नगरिकन उसलाई चाहिँ गलत बनाएर जाने काम चाहिँ नगर्नु कि त क्लियर गरे जानु पर्यो यस्तो रात गई बात गई कि कुराकानी छोड्देऊ यो भइरहेको छ झक्सक्स यताउति मेरो त एकजना आन्टीसँग अस्ति कम्ती भएको थियो त यहाँ नानै परिसकेको थियो लाइफमा बुझेन त्यही त नि परिहाल्छ आन्टीले के भनेको भाइ तिमी आऊ न तिमी मेरो घरको बाटो होइन न तिमीलाई ढुङ्गाले हान्छु भन्दै थियो मलाई लाइभमा तर म गएँ त्यहाँ उसको घर अगाडिपट्टि अनि आएर मलाई मै पो खिलायो त बुझेन त्यस्तो हुन्छ त्यो टिकटक भन्ने अर्कै छ उतापट्टि लाइफ अर्कै हुन्छ तर यता सुन म सबैलाई पाले सोध्छु ए टुल्लु बाबु ए त खेल्ने होस् ब्याटल मसँग हुन्छ ओइ हुन्छ भन्छ दाइसँग ब्याटल ओइ यो के चलेछ नि के दाइसँग कोही ब्याटल खेल्न नि भन्छ कति मजाले हुन्छ भन्छ यार अलिकति हम्बलनेस छैन के डाउन टु अर्थ भन्नु छैन जहिले हाँस्यो बस्यो रुखको कटर चोर्नु गयो अर्काको बुझ्यौ म त सक्दिनँ यार यो भाइसँग अब त्यस्तो हाँस लाग्यो होइन कि म त त्यो यस्तो दाइ सुन न यो नानीलाई 100 रुपियाँ दिन्छु तुले होइन गाइस नानीलाई म 100 रुपियाँ दिएँ बेलुका चिची माम खानु है चिची माम खानु रे 100 रुपियाँले चिचीमाम आउँछ आजभोलि 100 रुपियाँको चिकन फ्राई राइस आउँदैन 100 रुपियाँको चिकन फ्राई राइस आउँदैन आजभोलि गाइस त नानी तिमी म 100 रुपियाँ दिए तिम्रो चिची माम खाऊ चिची माम रे के हो चिची माम भने ल यता सुन हाँसो मजाक छँदैछ मैले धेरै दिन देखिसकेँ तिमीहरू 3 जना सँगै बसेको 3 जना सँगै बसेर पुरा गेम चाहिँ हान्दाको धेरै दिन देखिसकेँ आज म तिमीहरू 3 जनालाई एउटा ग्रुप भनेर बस भन्छु कि एउटा तिमीहरू 3 जना एउटा सङ्गठन बनाऊ 1 एन्ड डन हुन्छ एउटा ग्रुप बनाऊ मान्छे बोलाऊ टुल्लुका पनि छन् त उतातिरका दाङका केटाहरू बुझिन लिएर बोला 100 जना बोला भोटिङ चितवन सबै उता ठाउँ सबलाई बोलाऊ सेयर गर तिमीहरूलाई म 30 सेकेन्ड दिन्छु ओके 30 सेकेन्ड वेलकम पिएस माई ब्रदर 30 सेकेन्ड दिन्छु ल तर पनिशमेन्ट हुन्छ पनिशमेन्ट हुन्छ कडै हुन्छ पनिशमेन्ट म्याच सकिसकेपछि बल्ल थाहा हुन्छ जे पनि दिन पायो पनिशमेन्ट टीका लगाउने दाँतमा कालो लगाउने ए बाबु यो कालो सल लगाउने कि पेन्ट मौतको खेल हुन्छ के असली मौतका खेल बुझिनस् असली जे पनि दिन सक्छु म जे पनि हुन सक्छ खोरमा गएर कुराको सुली हान्नु पनि भन्न सक्छु रेडी गरेर बस मौतका खेल हो सिधै बुझ्यो कि बुझिनै बाबु टुल्लु हजुर दाइ रेडी छस् खेल्ने होस्
ओके फेरि हेर्न फेरि अब के भन्नु फेरि कति सम्झाउँदा पनि लाग्दैन कि दाइसँग कोही खेल्ला नि त भनेको ओके रे ओके आऊ अब इङ्ग्लिसमा बाबु खेल्नुहोस् रेडी छस् राजीवजी हजुर अरे के लिपस्टिक खाली के नतुलुले चिपस्टिक लिपस्टिक नै म यता छु न अलि पख तिमीहरू रेडी भएर बसौ सिधा मौतका तमासा हुन्छ यहाँ बुझेनौ यो शान्ति नै ब्याटल स्याटल शान्ति नै यताउति खेल्ने जस्तो मजा आउँदैन कि सिधा मौतका खेल हुन्छ यहाँ बबाल खतरा मान्छेहरू मात्रै बसिरहेका छन् मौतका खेल हुन्छ एक्सेप्ट गर होइन पहिला तिमीलाई टाइम दिए ल बोल कहाँ हामीले सक्छौँ र टाइम दिए पनि सक्दैनौँ हामीले गाइस हाम्रो को छ र हो गाइस हाम्रो कोही छैन यहाँ देखाउनु पर्यो गरे सकिन्छ त कहाँ सकिएला र सक्दैन गाइस सकिँदैन हौ सकिँदैन भयो टाइम भयो खै कोही जाखेर जस्तो लागेन उता भ्युअर्सले डराउँछन् अब भ्युअर्सले गाइस गिफ्टले गिफ्ट हान्नु पर्छ भ्युअर्सले के गाइस गिफ्टले गिफ्ट हान्नु पर्यो नि सकिन्छ गरे पनिसमेन्ट सुनाउँछु है पनिसमेन्ट अब पढ्छ भन्नु ल भोटिनी चाहिँ पुरा दाँतमा यस्तो यस्तो कालो लगाएर होइन चस्मा लगाएर कपाल चल पछाडि बाँधेर केटा बन्ने होइन केटा बनेर एकछिन त्यो भिक्टर ल्याप नसकेन जब म एउटा गीत बजाउँछु मेरो मुभीको गीत बजाउँछु त्यो गीतमा नाच्ने अनि दुइटा यतापट्टि केटा छन् नि यति राजीव र टुल्लु यिनीहरू दुईजना चाहिँ लिपस्टिक सिस्टिक लगाएर टिक्की लगाएर यता लगाएर केटी बन्ने वेलकम मैले कहाँबाट ल्याउनु लिपस्टिक छैन ए भाइसँग छैन है लिपस्टिक त्यसो यस्तो गरौँ राजीव र भोटिनी चाहिँ दाँतमा यस्तो कालो लगाएर यहीँ गरेर चस्मा लगाएर बस्ने उसँग गाजर पनि कहाँ छ र मसँग गएको छैन म चाहिँ के भाइ तिमीसँग त रक्सी मात्रै छ पानी छ तपाईँले पानीबाट पानी छ रक्सी छ अनि पुरा 1-2 बाल्टी आँसु छ यो भाइले निकाल्न मात्रै बाँकी छ। त्यही त दिनु 3 मिलियन अनि के गर्ने यार यो भाइलाई रुन लगाऊँ भन्ने सजिलो हो यो भाइलाई के गरौँ यार चलो पहिला सकाउँ पहिला गेम खेलौँ पहिला सकाउँ के छ मेरोमा म माथि पो भार पर्छ के त मलाई पनि तिमीहरू पेलिन्छ कि गाइस डबल एफ दिदी धेरै शेयर गर्नु त गाइस डबल एफ गाइस प्लिज एभ्रीवन डबल एफ गाइस बेइज्जत नगरौँ न साथी डबल एफ गरौँ न भोटु आगा हजुर आगा खोल न हो आगा खोल न मेरो आगा खोल लाउ त गाइस डबल एफ गाइस प्लिज अनि यस्तो तामाङनीको अनि के गर्नु त अरे भाइ गाइस डबल एफ गाइस प्लिज गाइस कम अन लेट्स गो डबल एफ साथीहरु ल सल्लाह मिल डबल एफ गाइस कम अन लेट्स गो ट्याप गाइस कम अन लेट्स गो ट्याप गाइस डबल एफ गरौँ साथीहरु सबै दाइ मिलेर गाइस कम अन लेट्स गो बेइज्जत नगरौँ साथीहरु अघि डबल एफ भने यसो 10-20 पनि